एउटा छोरो जुन डेड भएको छ उसकै मोबाइलबाट डेटबाट थाहा हुन्छ त्यहाँबाट चाहिँ छोरी मान्छेको पनि आवाज आउँछ सबै कुरा नेपाल प्रहरीले भयो नेपाल सबै त्यो डिटेल थाहा हुन्छ एउटा छोरी मान्छेको आवाज आएको होइन छोरी मान्छे डिस्कस भएको ए भनेपछि यो घटनामा कोही छोरी मान्छे पनि संलग्न छ भन्ने कुरा हो 100% मैले त्यो मेरो यदि मेरो कानै कहीँ अब ले के अरे डिस्टर्ब गर्यो होइन कहाँ अप्ठ्यारो पर्यो होइन त्यो भयो भने अलग कुरा हो हजुरको नाम देवकुमार नेम्मा सुमित्र सिर्जनको बुवा हुनुहुन्छ हजुर हजुर हिजो जुन खालको अप्रिय घटना घट्यो हजुर उहाँहरू तपाईँको आफ्नै छोरा हुनुहुन्छ मेरै छोरा छोराहरू कति थिए 2 भाइ छोरा हो छोरी छैन अब स्वास्नी म मात्रै जिपे छ हिजो कतिखेर घटना घटेको रहेछ तपाईँलाई जानकारी कतिखेर भयो मलाई चाहिँ थाहा भएको लगभग भनेको मैले 7:30 बजे लगभग आसपासमा छोरासँगको साथीलाई एउटा कल गरेको थिएँ होइन सँगै उनीहरूको ग्रुपमा उसले चाहिँ म आधा घन्टा भनेपछि हामी घर आउँदैछौँ किनभने 7:30 बजी थियो त्यो भने चाहिँ खाना पकाउनु तिमीहरू ढिलो गर्छौ भनेर फोन गरेको त्यतिकै त तिमीहरू राति कहाँ घुम्दैछ भन्ने कुरा होइन खाना पकाउने टाइम भइसक्यो तिमीहरू छिटो आऊ भनेर चाहिँ फोन गरेको थिएँ त्यो मेरो नम्बरमा सेभ छँदैछ अहिले पनि अब यो कल डिटेलहरू सबै पुलिसै सबै पाइहाल्छ अब फेरि मेरो त सबै नेपाल गभर्मेन्टकै सिमहरू युज गर्छु म प्राइभेट कम्पनीको युज प्राइभेट कम्पनी बुझ्नु भयो नि तपाईँले एनजेल सेन्जेल युज गर्दिनँ मेरो रजिस्टर भएको नम्बरहरू छ होइन तब अहिले म देखाउनु पनि सक्छु त्यतिखेर लगभग त्यतिखेर त्यो समय मैले कल गरेको थिएँ अब आधा घन्टा आउँछु भनेर भनेको थियो अनि पछाडि चाहिँ त्यस पछाडि पनि मैले अब यहाँ मोबाइल हेर्दा थाहा हुन्छ है अनि पछाडिबाट एकजना उनीहरूकै साथी भनौँ न आएर अनि यस्तो घटना भयो भनेर भने होइन अनि घर आउँदाखेरि चाहिँ उसको अब यहाँ हस्पिटल आउँदा चाहिँ उनीहरू चाहिँ हस्पिटल पुग्नुभन्दा अलरेडी डेड भएको भनेर चाहिँ डक्टरले मलाई भनेको थियो आँखा यसो हेर्दाखेरि हस्पिटल बिहान हस्पिटल पुग्दा अलरेडी डेड भइसकेको थियो भनेर भने अलिकति सुईको पाउनु भएको थियो दिउँसोतिर मैले त्यस्तो सुईको त्यस्तो खालको पाएको थिइनँ तर यिनीहरू लगभग एक टाइम त थाहा भएन यिनीहरू गेम खेल्छ नि गेम खेल्दाखेरि चाहिँ यो के अरे मोबाइलको गेम खेल्दाखेरि चाहिँ अलिकति छाडा शब्दहरू युज गरेर बोल्छन् रे त म चाहिँ खेल्दिनँ है फेरि तपाईँहरू आफै सर्च गर्नु तपाईँहरू आफै पत्रकार तपाईँले सर्च गर्दा हुन्छ गेम खेल्दाखेरि केटाहरू चाहिँ कहीँ केटाकेटी भनौँ न उनीहरूको ग्रुप समूहमा चाहिँ अलिकति छाडा शब्दहरू पनि युज गर्छन् भनेर चाहिँ सुनेको थिएँ भनौँ न तिनीहरूले त्यहाँ बोल्दाखेरि मैले एउटा के अरे उनीहरूको ग्रुपमा भन्दा थियो यहाँ आउँदाखेरि 2जना साथी थियो 4जना थियो भने भनिसकेँ अनि त्यो हुँदाखेरि त्यस्तो बोल्छ भने त्यतिखेर चाहिँ एउटा छोरी मान्छे महिला अब यो त थाहा हुँदैन उसले पनि बोलेको आवाज चाहिँ मैले सुनेको थिएँ त्यो घरको घटना हो त्यो घरको त्यो लगभग 2 दिन बजेको हुनसक्छ किनभने म अब छोरा 2टा छोरा उसको साथी 2जना थियो होइन अनि 2जना 4जना भयो भने 2जना छोरा मेरो जेठो सुमित्र मेरो छोरो 2जना थियो यिनीहरू 4जना त लगभग 3-4 दिनदेखि मेरै घरमा बसिरहेको थियो मेरो घरै इमोडलमा मेरो झापा पनि फेरि मेरो घर मेरो यहाँ घर पनि छ उता झापामा मेरो घर छ अब त त्यो घर जग्गा छ भनौँ न यहाँ पनि अब जग्गा बिना त घर त हुँदैन यहाँ पनि मेरो घर छ अनि यो ठ्याक्कै उनीहरू कति बजेतिर निस्किएको थिए घरबाट खै म एक टाइम भन्न सक्दिनँ म हुनु थियो घरमा होइन म घरमा म कहाँ निस्किँदैन नि घर निस्किएन म होइन मलाई भनेर निस्किनँ म घरबाट प्रायः निस्किँदैन अब तपाईँहरूले सिङ्गो टोलै यसलाई क्वेसन राख्न सक्नुहुन्छ घरबाट निस्किने मान्छे पनि होइन त्यति होइन छरछिमेकीले सोद्धा छोराहरूले केही भनेर होइन मलाई केही नभने केही भनेको छैन मलाई केही पनि भनेको छैन तर त्यो बिचमा एउटा महिला भनौँ न छोरी मान्छेको चाहिँ सँग चाहिँ त्यो फोनमा चाहिँ अलिकति विवाद भएको भनौँ न त्यस्तो सुनेको थिएँ त्यति मात्रै है अनि अब केटाहरू मलाई केटीहरूसँग गएपछि डिस्कस गर्छ आफ्नो ठाउँमा छैन मैले वास्ता गरेर पनि गराएँ अब म आफू त्यो फिल्म हेरिरहेको छु मेरो मोबाइल चेक गर्दा हुन्छ नेपाल प्रहरीले सबै चेक गर्दा हुन्छ होइन मैले के अरे त्यो घटना बित्तिकै कहाँ कल गरेँ चेक गर्दा भइहाल्छ होइन मैले कोसँग हार गुहार गरेँ त्यो डिटेल चेक गर्दा पनि हुन्छ होइन अनि तपाईँले चाहिँ हजुर जस्तै तपाईँको मतलब चाहिँ यो समाचारमा आए जस्तै समाचारमा भन्छ अननोन नम्बर मिस कल जाँदाखेरि अथवा मिस कल गर्दाखेरि चाहिँ त्यो मलाई थाहा छैन मेरोमा आएको छैन रिसिभ पनि गरेको छैन छोराकै नम्बरमा होइन त्यो आइसकेपछि चाहिँ त्यो घटना घटेको हो भन्ने होइन त्यो मलाई थाहा त्यो कुरा मलाई अहिले छोरी मान्छेको कुरा निकाल्नु छोरी मान्छे त घरको कुरा भनेको छु तपाईँलाई घरमा लगभग त्यो 2 दिन बजेको आसपास हुनसक्छ
अथवा मेरो छोरो जुन डेट भएको छ उसकै मोबाइलबाट डेटबाट थाहा हुन्छ त्यहाँबाट चाहिँ छोरी मान्छेको पनि आउँदा हुन्छ सबै कुरा नेपाल प्रहरीले भयो नेपाल सबै त्यो डिटेल थाहा हुन्छ एउटा छोरी मान्छेको आउँदा होइन छोरी मान्छे डिस्कस भएको ए भनेपछि यो घटनामा कोही छोरी मान्छे पनि संलग्न छ भन्ने कुरा हो 100%। मैले त्यो मेरो यदि मेरो कानै कहीँ अब ले के अरे डिस्टर्ब गर्यो होइन कहाँ अप्ठ्यारो पर्यो होइन त्यो भयो भने अलग कुरा हो नभए चाहिँ त्यो होइन भने त छोरी मान्छेको आवाज मैले सुनेको जस्ती कुराहरू अनुसन्धानका पाटा अनुसन्धानले पक्कै पनि गर्ला तर तपाईँहरूले चाहिँ त्यस्तो पनि थियो भन्ने कुरा चाहिँ तपाईँलाई शङ्का गर्नु मैले सुनेको होइन यदि म आफै भ्रममा थिएँ अथवा मेरो कानले नै राम्रो त्यतिखेर सुन्न सकेन अथवा मेरो मेन्टलीले गर्न सकेन भने भगवान जानुहोस् तर त्यो मोबाइलको डिटेल हेरेर थाहा हुन्छ त्योभन्दा मैले के भन्नु पक्कै पनि त्यो अनुसन्धानले पक्कै पनि अनुसन्धान गर्छ त्यही त त्यो हेर्दाखेरि हुन्छ त्यो भनेको छोराको मम्मी कहाँ हुनुहुन्छ छोराको मम्मी चाहिँ युके हुनुहुन्छ हजुर